हेलो एभ्रिवान, वेलकम टु माई भ्लग फ्रम मुस्ताङ। आज चाहिँ म तपाईँहरूलाई हाम्रो यहाँ छैरो गाउँको एकदम हिस्टोरिकल एउटा गुम्बा देखाउनेवाला छु है, जो चाहिँ तपाईँहरूले देख्नुभएको छैन, चिन्नुभएको छैन, तर एकदम धेरै इतिहास बोकेको एउटा गुम्बा छ हामीसँग। म त्यो तपाईँहरूलाई एक्सप्लोर गराउँछु है त। तर जानुभन्दा अगाडि चाहिँ म आज दिदीसँग छु। गाई चाहिँ हाम्रो ज्याकी है, स्विटेस्ट मान्छेभन्दा कुकुर लोयल हुन्छ नि, तपाईँहरूलाई थाहा। गाइस म चाहिँ दिदी घर आयो, अब नुन चिया खान लाग्यो। अनि हाम्रो बाजेलाई चाहिँ एकदम धेरै नलेज छ कि गुम्बाको बारेमा, यो भएर बाजेबाट चाहिँ हामीले बुझ्ने के हो गुम्बाको बारेमा भनेर सोचिहाम। पहिला 300 वर्ष पहिला यहाँ गुम्बामा सबभन्दा ठुलो माथि तिब्बतबाट आउनुभएको छवाठुली भन्ने लामा रिम्बछे आउनु भएर यो गुम्बा स्थापित गर्नुभएको। सालिन्दाको गुम्बा ढेकेप गर्ने गुम्बा हो यो। गुम्बाभन्दा पहिला अरू लोग ढेकेप गर्नु पाउने थिएन। यहाँबाट बल्ल यहाँ सुरु भयो भने त्यहाँबाट अरू गुम्बामा ढेकेप गर्थ्यो। अनि बाजे यहाँ पहिला चाहिँ फर्स्टमा ढेकेप यहाँबाट सुरु हुन्थ्यो अनि अरू गाउँमा हुन्थ्यो भन्नुभयो नि त। अनि ढेकेप हुन चाहिँ किन बन्द भयो? ढेकेपहरू गराउन चाहिँ किन बन्द भएको? अहिले किन ढेकेप हुँदैन? पहिला लामाहरू पहिला धेरै थियो। हजुर, लामाहरू हुनुहुन्थ्यो, जुन भने मेन लामा नभएपछि ढबहरूको समस्या पर्यो। अनि लामा ढेकेप गर्दाखेरि ढब चाहिने भयो, खर्च चाहिने भयो। त्यो भएको हुनाले धान्न नसक्ने भएको हुनाले ढबको अभाव भयो, खर्चको दुःख भयो। त्यो भएको हुनाले अनि यो मुस्ताङभरिको सबभन्दा पहिलो गुम्बा हो कि के हो बाजे? यो मुस्ताङ सबभन्दा पहिला यसको यो गुम्बाको नाम चाहिँ तसी गुम्बा भन्छ। यसलाई टाउको टाउको मुस्ताङभरिको नै पहिलो गुम्बा हो। गुम्बा हो। अनि यसको पोस्टर चाहिँ नि हजुर, तल कोमाङको मुनि एउटा गुम्बा छ। हजुर देखेछ? नै नै कोमाङको मुनितिर एउटा गुम्बा छ नि, यो शिर पोस्टर, यो तसी गुम्बा भन्छ। गुम्बाको नाम टसी गुम्बा हो। तसी गुम्बा भन्छ किनभने टाउको टसी भनेको टाउको हो बाजे? गुरु भनौँ, खास गरेर गुरु गुम्बा पनि भन्छ। हजुर, हाम्रो यो गुम्बाको सम्पूर्ण मुख्य देवता चाहिँ आफै उत्पत्ति भएको देवता चाहिँ नि केल्पो रिम्बछे, गुरु रिम्बछे र केल्पो रिम्बछे भने गुरु रिम्बछे महागुरुको स्थापना हो। केल्पो रिम्बछे आफ्नो छुट्टै केल्पोको त्यसो छ। केल्पो रिम्बछेको चाहिँ शिष्य हुनुहुन्छ उहाँ। यहाँको गुम्बाको अवतारी लामा चाहिँ हजुर, हाम्रो जेठा बुवा हजुर छवाठुले भन्ने चाहिँ नि हाम्रो जेठा बुवा चाहिँ छवाठुले भन्ने हाम्रो जेठा बुवा अवतारी लामा टुलु निस्किनु भएको यो गुम्बामा। हाम्रो जेठा बुवा अवतारी लामा स्वर्गीय हुनु भएपछि त्यसपछिको टुलको अहिले यही नै हुन्छ। काठमाडौँ कहिले मन्सुली गरेर बस्नु भएको छ। अनि यहाँको अवतारी लामा चाहिँ प्रभु लामा चाहिँ सन्त बहादुर गौतम हुनुहुन्थ्यो। उहाँ पनि ध्यान भयो। अनि बाजे त्यहाँ पुस्तकहरू छ नि गुम्बामा, त्यो चाहिँ कसरी बनाउनको के हो त्यो बारेमा? पुस्तक त्यो त्यहाँ भएको चाहिँ नि गीताको पुस्तक पनि छ, उसको पुस्तक छ। त्यहाँ हिमवती चुट्टु भन्ने 16 छिली किताब पनि छ। त्यहाँ उहाँले चाहिँ उ गर्नुभएको थुचेम्प भन्ने छ, दुईवटा। थुचेम्पमा चाहिँ नि हजारौँ वर्ष अगाडिको इतिहास पनि त्यहीँ छ। हजारौँ वर्षभन्दा पहिला छापेर लामाहरूले छापेर सम्पूर्ण प्रिन्टिङ गरेर ठुलो भाने बनाएको छ दुईवटा। त्यो यो यति वर्ष भनेको त्यो सीमै छैन, 500,000 वर्षभन्दा पनि पहिलाको हो। त्यो मनेहरू त्यहाँ मनेहरू जति सृष्टि बनाउनु भएको छ उहाँहरूको कार्यकालमै हो। अनि त्यहाँभन्दा पहिलाको हाम्रो खेलको रिम्बोट चाहिँ ध्यान त हुनुभन्दा के अरे समाधि बस्नुभन्दा 2 वर्ष अगाडि त्यो मनेहरू सृष्टि बनाउनु भएको भन्ने कुरा छ। पहिलाको मान्छेहरूले के अरे गुम्बालाई भनेर के अरे दोका चराउने रहेछ कि गुम्बालाई अब गने दोका चराउने, अब केही सामानहरू चराउने गर्छ नि त। अनि अब अहिले त फेरि गुम्बाको लागि भनेर अब भाँडा कुरा कति चराउँछ है। अब पहिलाको मान्छेहरूले दोका चराउँदो रहेछ। भन्ने हो डाँडा भयो, खण्ड भन्ने थियो अरे हो। त्यो देवीले ह्यान्डमा आउने हो अरे भन्छ कि अरे हाम्रो देवी खण्डो भन्ने देवी हुनुहुन्थ्यो अरे। हजुर, हो त्यो देवीले
उहाँ दानामा जानुहुने सोङगाङ भन्ने मान्छे तपाईँको छ क्या डल्लामा सोङगाङ भन्ने छ हजुर हो त्यो गुम्बा पनि ठाउँ छ क्या त्यहाँ हजुर हो त्यहाँबाट आउनु भएर हेर्नु आउनुहुन्थ्यो अरे बाजे बाजेले चाहिँ हामीलाई धेरै भन्नुभयो है गुम्बाको बारेमा अब चाहिँ हामी जानु लाग्यो म चाहिँ जानु लाग्यो र जान्छु बाई बाजे बाजे गयो है वाह है हामी त स्वर्गमा रहेछ कि दिदी हामी स्वर्गमा छौँ भन्ने कुरा चाहिँ हामी पोखरा गएर थाहा पाएको गाइस किनभने चाहिँ म भन्छु है तपाईँहरूलाई मेरो साथीहरू के +2 पढ्दाखेरि अहिले पनि +2 पढ्दाखेरि झन् धेरै के मुस्ताङ भने जस्तो ओहो कता हो जस्तो उनीहरूले एकदम धेरै के मुस्ताङको एकदम धेरै हाइपमा लिन्थ्यो अनि भन्ने लाग्थ्यो कि मलाई के भनेको होला जस्तो लाग्थ्यो तर साँच्चै रहेछ कि अनि जब म 2-3 वर्ष लगभग 4 वर्ष पोखरा बसेर अनि हुन्छ नि त्यहाँको साथीहरूसँग सङ्गत गरेर हेरेँ नि त उनीहरूको कुरा सुनेँ नि त अनि बल्ल मैले उनीहरूको नजरले मुस्ताङलाई हेर्न थालेको अनि साँच्चै स्वर्ग पो रहेछ मुस्ताङ त सो तपाईँहरू स्वर्ग भिजिट गर्न आउनु है अहिलेसम्म आउनु भएन भने जिउँदै स्वर्ग देखिने भनेको यही मुस्ताङै हो नेपालमा चाहिँ कति राम्रो ए गाइस यसको नि छुट्टै इतिहास छ के हो अरे दिदी भनिदिनु त तपाईँलाई अरू थाहा छैन तपाईँलाई यहाँ चाहिँ पहिला चाहिँ के पहिला के भन्छ टिबेटबाट त्यो युद्ध हुँदाखेरि भागेर आउनुभएको थियो नि उहाँहरूले बनाउनु भएको अरे के हो अनि उहाँहरूले बनाउनु भएको कि कसले बनाउनु भएको थाहा छैन तर बस्नु चाहिँ उहाँहरू हुन्थ्यो अरे कि सायद उहाँहरूले नि बनाउनु भएको है हामीलाई चाहिँ एकदम डिटेलमा थाहा भएन यहाँको एकदम डिटेलमा इतिहास नै बुझ्ने भने चाहिँ तपाईँहरू एकदम प्रत्यक्ष नै यहाँ आएर यहाँको ठुल्ठुलो मान्छेहरूलाई भेटेर बुढो मान्छेहरूलाई भेटेर बुझ्नु है एकदम इतिहास चाहिँ भरिपूर्ण छ कि अनि पहिला हामी सानो हुँदाखेरिसम्म नि यहाँ घरको एकदम बनावटहरू देखिन्थ्यो कि अहिले चाहिँ यति मात्रै छ त्यस्तो देखिन्छ अनि उता चाहिँ स्याउ छ है स्याउको रुख वाउ गाइस